यो मान्छे को हो? आजको हाम्रो कहानी अब सुरु हुन्छ। हामी चाहिँ यसरी जङ्गलमा घुम्दैछौँ अनि म चाहिँ एक्कासी नाच्न मन लाग्यो, उफ्रे है साथीहरू। यसरी हामी जङ्गलमा घुमेर उफ्रिँदैछौँ खुसीले। अनि उता भेडाहरू फेरि चरिरहेका छन्। मैले चाहिँ यहाँ नमस्ते गरेर एकछिन बुद्ध बन्ने कोसिस गरेँ। अनि म फेरि एकदम बाहुबली जस्तै गरेर खतरो का खिलाडी भन्दै हिँड्दै आएँ। अनि फेरि म थाकेर बसेँ। अनि मेरो बुढाले फेरि खतरो का खिलाडी जस्तै गरेर खत्रै गरेर हिँड्नुभयो। मलाई त कस्तो डर लाग्यो। छिटो आउनु भन्यो भने आउनुभयो। अनि खुसी भएर दौडिनु भयो। अनि म फेरि खतरा ठुलै ब्रिजमा हिँडेर यसरी म खतरा हुँदै गएँ अगाडि। फेरि अर्को ब्रिज रहेछ, ओ माई गड। अनि म डराइ गएँ, तर म गरिहालेँ, खतरा भएँ म। अब हेर्नु त कत्रो ठुलो घना जङ्गलमा। यसरी मैले जङ्गललाई लात्ता हान्दै पनि हिँडेँ। त्यसपछि हामी घरमा आयो। अनि मेरो बुढाले सिस्नोलाई काट्नु भयो के ठुट्टै हुने गरी। अनि हामीले चाहिँ त्यसलाई के गर्यो भने पकाएर यस्तो मिठो गरेर खायो। गुड नाइट।